मेरो आफ्नो परिचय दिँदाखेरि म एउटा बेपत्ता पीडितको छोरी हो। मलाई चाहिँ हाम्रो राज्यद्वारा मेरो बाबालाई चाहिँ म 22 महिनाको उमेर हुँदा आज राज्य पक्षद्वारा बेपत्ता पारिएको छ र म चाहिँ एउटा बेपत्ता पीडितको छोरीको हैसियतले आज यो ठाउँमा आएर बोल्दैछु। र अब हामी जेएनजीको यो 23 र 24 गतेको जुन घटना थियो त्यो घटनामा म सडकमै उहाँहरूसँगै उभिएको हुनाले त्यो घटनालाई पनि म दोहोऱ्याउन चाहन्छु। र आज मलाई यो शब्द बोल्नुभन्दा अगाडि आज म एकदमै खुसी छु, किनभने अहिले भर्खरै मभन्दा एकजना अगाडि हाम्रो घाइतेको आमा जुन हाम्रो सीता पाण्डेजी हुनुहुन्थ्यो, उहाँ आज यति हिम्मतका साथ आफ्नो छोरालाई आफ्नो सन्तानलाई गोली लाग्दा पनि यो स्टेजमा आएर उहाँ आज यति निर्धक्क भएर उहाँको सन्तानलाई अगाडि बढाएर बोलिराख्नु भएको थियो। त्यो देख्दा मलाई एकदमै खुसी लागेको थियो। र कतिपय हाम्रो अभिभावकज्यूहरू चाहिँ पछाडि परेर बसिराख्नु भएको छ। उहाँहरू के सोच्नुहुन्छ भने अब अहिले बोल्नु भएन भने तपाईँहरूको लागि कसले बोलिदिन्छ। म चाहिँ यो भन्न चाहन्छु, आफ्नो लागि आफै लड्नुपर्छ। र म हाम्रो सीता पाण्डेजी हुनुहुन्थ्यो, उहाँले आज यो हिम्मतले सम्पूर्ण घाइते परिवार साथसाथै हाम्रो जेएनजीको जति पनि यो आन्दोलनमा शहीद हुनुभएको थियो उहाँहरूको लागि आज स्टेजमा आएर यत्रो आवाज उठाइदिनु भएको छ। म एकचोटि उहाँको लागि चाहिँ जोरदार ताली बजाइदिनुहोस् भन्न चाहन्छु। र अब अरू कुराहरू सुरु गर्नुपर्दाखेरि सर्वप्रथम म आज यो ठाउँमा किन आएर जोडिएँ भने हाम्रो मन्त्रीज्यू कुलमान घिसिङज्यूसँग मलाई आएर यहाँ जोडिन किन मन लाग्यो भने म आफै एउटा बेपत्ता पीडितको छोरी हो र मलाई धेरैले प्रश्न गर्नुभयो, तपाईँ राजनीतिमा किन आउनुभएको, एउटा सडकबाट एकजना घाइतेलाई बोकेर तपाईँले लाने बित्तिकै तपाईँ राजनीतिमा किन आउनुपर्ने, तपाईँको उमेर के छ अहिले राजनीतिमा आउने भन्नुभयो। म यसको तपाईँहरूलाई के जवाफ दिन चाहन्छु भने राजनीतिक भन्ने कुरा उमेरले होइन, पीडा, आफ्नो भोगाई र आफ्नो जीवनकालले सिकाउँदो रहेछ। म त एउटा 22 महिनाको जुन बच्चा थिएँ, आज मेरो उमेर 25 वर्ष भयो। म न्यायको लडाइँमा लड्नलाई मलाई ढिलो भयो, किनभने त्यति बेला मेरो उमेर धेरै थियो। म त 22 महिनाको एउटा बच्चा थिएँ। मलाई अलिकति मेरो उमेर ठुलो थियो भने म आज त्यो द्वन्द्व पीडितको विषयमा म लड्न सक्थेँ, किनभने म यही कुरा यो हाम्रो जुन शहीद परिवारहरू हुन्छ, घाइते परिवारहरूलाई बारम्बार कतिपय कुराहरूमा म एग्रेसिभ भएर पनि तपाईँहरूलाई म सम्झाइरहेको थिएँ भने आज गर्नु भएन भने तपाईँहरू यति कुरा लेखेर राख्नुहोस्, तपाईँहरूलाई म जस्तो 25 वर्ष होइन 50 वर्ष पछाडि पारिदिनेछ यो सरकारले। समय यही हो। म आज 25 वर्षसम्म लड्दै पनि मैले न्याय पाएको छुइनँ। र क्षतिपूर्ति न्याय हो त, क्षतिपूर्ति दिएर के हुन्छ। मैले पनि 10 लाख पाएको थिएँ। एउटा छोरी भएर मैले एउटा बाउ खोज्ने मैले अधिकार पाउनुपर्ने हो कि होइन त। यसैमा म उहाँहरूलाई पनि के जोड्न चाहन्छु भने उहाँले क्षतिपूर्ति पाउनुभयो, तर ती हत्याराहरू, ती गोली हाल्ने ती निर्दोष बच्चाहरूमाथि जसले गोली चलाए ती सडकमा रमाएर हिँडिरहेका छन्। हत्यारालाई ती कठघराभित्र उभ्याउनु न्याय हो कि क्षतिपूर्ति न्याय हो? म यही तपाईँहरूलाई पटक पटक सम्झाउन खोजिरहेको छु। त्यसैले आज म यो देश अन्धकार भएको बेलामा यो उज्यालो बत्तीको मुनि आएर म तपाईँहरूलाई भन्दैछु, अब हामी एकजुट भएर अगाडि बढेनौँ भने तपाईँहरूलाई पनि म जस्तै 25 वर्ष पछाडि ठेलेर राज्यले तपाईँहरूलाई दमन गर्नेछ। त्यसैले नयाँ सोच, नयाँ जाँगरका साथ सबैजनालाई अगाडि बढौँ भन्न चाहन्छु। र यति चाहिँ धेरै आमाका कोखहरू रित्तिएका छन्। आज एकजना आमाले आज स्टेजमा आएर बोल्दा मलाई कति खुसी लाग्यो, किनभने म एउटा आमासँग मात्रै हुर्किएको छोरी हो। मेरो आमाले सङ्घर्ष गरेर आज मलाई यो ठाउँसम्म लिएर आउनुभयो, एउटा कानुन पढाउनु भयो। एउटा आमाले पनि देश हाँक्न सक्छ भन्ने एउटा उदाहरण म मेरो आमालाई धेरै सम्मान गर्न चाहन्छु। त्यसैले म अघि भर्खरै बोल्नुभएको आमा जो हुनुहुन्थ्यो, म उहाँलाई एकदमै सल्युट गर्न चाहन्छु। र जति पनि शहीद परिवारका आमाहरू हुनुहुन्छ, परिवारहरू हुनुहुन्छ, तपाईँहरू गएर गलत स्थानमा तपाईँहरूको ती नानीहरूका ती रगतहरूमाथि राजनीति नगर्नु, सही ठाउँमा आउनुहोस् र सही समय र सही सुनिश्चित टाइममा तपाईँहरू अगाडि बढ्नु भएन भने आज एउटा यो पीडितको छोरीले बोलेको कुरा याद राख्नुहोस्, 25 वर्ष होइन तपाईँहरू 50 वर्ष पछाडि ठेलिनु हुनेछ। र अर्को कुरा म के जोड्न चाहन्छु भने अब हाम्रो जेएनजी उमेर समूह जोड्न चाहन्छु। हाम्रो यो एउटा जेएनजी भनेको के हो भनेर मैले प्रत्येकपल्ट पनि भनेको छु। जेएनजी भनेको के हो त? जेएनजी भनेको उमेर समूह हो। यो उमेर समूहमा हामीभित्र नयाँ जोस हुन्छ, नयाँ जाँगर हुन्छ, केही गऱ्यौँ भने एउटा ऊर्जा शक्ति हुन्छ र यो शक्तिलाई हामीले दुरुपयोग गर्यौँ भने हामी कहीँ पनि पुग्न सक्दैनौँ। र जेएनजीको मात्रै देश होइन,
यो देश निर्माणका लागि जेनजी युवा हाम्रा जति पनि अग्रजहरू हुनुहुन्छ, हाम्रा बुढापाका हुनुहुन्छ, हामी सम्पूर्ण नेपालीको देश हो। त्यसैले सबैजना एकजुट हुनुपर्छ। हामी युवा जेनजी हाम्रो अग्रजहरू सबैजना एकजुट भयौँ भने हामी सिङ्गो नेपाल बनाउन सक्छौँ। र जेनजीका जति पनि हाम्रा साथीभाइहरू हुनुहुन्छ, तपाईँहरू नै फुट्नुभयो भने यत्रो हाम्रो यो बलिदानहरू खेर जानेछन्। ती 23 र 24 गतेका घटनामा ती सडकमा रगतहरू अझै सुकिसकेका छैनन्। ती रगतहरू सुक्न नपाउँदा पाउँदै पनि फेरि पुरानै परिपाटीले तपाईँहरूलाई इस्तेमाल गर्नेछन्। ती पुरानै परिपाटी अगाडि आउनेछन्। अब नयाँ सोच र नयाँ जाँगर बनाउने भनेर हामीले यत्रो तेस्रो जनयुद्ध भनौँ, यो तेस्रो जनयुद्ध गऱ्यौँ। अब फेरि पनि हामी एकअर्कामा मनमुटाव गरेर त्यही पुरानै दलसँग समर्थन गर्ने हो भने हामीले खोइ त के पायौँ त? यत्रो बलिदानको के पायौँ हामीले? त्यसैले अब आफ्ना ती जति पनि पुराना सोच सबै त्यागेर सबै जेनजीहरू एकजुट भयौँ भने युवा र नयाँ नेपाल बनाउनलाई कसैले पनि रोक्ने छैन। र म यी पुराना परिपाटीहरूलाई पनि गलत भन्न त्यति चाहिन्न, किनभने पार्टी खराब होइन, व्यक्ति खराब हो। यी पार्टीभित्र पनि कति धेरै व्यक्तित्वहरू भ्रष्टाचारमा लिप्त हुनुहुन्छ भने कतिपय व्यक्तित्वहरूले त आफूले एउटा स्थान नपाएर उहाँहरू एउटा ग्राउन्ड लेभलमा उहाँहरू एउटा परिश्रम गरेर बसिराख्नु भएको छ आज। त्यसैले जो शिक्षित युवाहरू हुनुहुन्छ, जो देशको लागि लडिराख्नु भएको छ, उहाँहरूलाई स्वागत गरौँ र अबको पालो युवालाई दिनुहोस्। अब देश युवाले बदल्छ भन्न चाहन्छु। र अर्को कुरा, आज म उज्यालो नेपाल पार्टीमा मलाई हाम्रो कुलमान घिसिङज्यू साथसाथै हाम्रो सम्पूर्ण व्यक्तित्वज्यूहरूसँग जोडिँदा निकै नै खुसी लागेको छ। अब यो देश अन्धकारतिर मोडिँदाखेरि आज यो उज्यालो बत्ती मुनि हामी उभिएको छौँ र यो उज्यालो बत्तीको प्रकाश देशभरि छर्नुहुनेछ भन्ने मैले आशा राखेको छु। र सम्पूर्ण महानुभावहरूलाई हामीसँग जोडिएर एकजुट भएर अगाडि बढौँ र नयाँ नेपाल निर्माण गरौँ र हाम्रो सुन्दर शान्त नेपाल निर्माणको लागि हामी अगाडि बढौँ भन्न चाहन्छु। र यति भन्दै म मेरो 2 शब्द टुङ्ग्याउन चाहन्छु र जेनजी हाम्रो साथीभाइ युवा र हाम्रा घाइते पीडित परिवारहरू जतिजना हुनुहुन्छ सबैजनाहरू आउनुहोस्, एकअर्कासँग हामी मिलौँ, सुन्दर समृद्धि र नयाँ देश बनाऊ र देशभरि यो उज्यालोको प्रकाश छरौँ भन्न चाहन्छु।